सर्भिस बल कट्न सकेन र फाइदा फेरि पनि एनवाइसीलाई। एभ्रीवान वेलकम ब्याक टु माई युट्युब च्यानल। त यो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ हाम्रो त्यसपछि फागुन पूर्णिमाको सेमी फाइनल गेम सायद आज हुन्छ होला। सेमी फाइनलसम्म आज हुन्छ होला कि भोलि हुन्छ होला। भोलि फाइनल हो, आज सेमी फाइनलै भनौँ। चाहिँ म हिँडेको लगभग 10 बजी होला भर्खर। केही लेखेन, मुख पनि धोएन मैले भर्खर साह्रो ब्रस गर्छु, मुख धुनै बिर्सेछु के भन्छ। त्यसपछि भर्खर हिँडेको गेम खेल्न। अब के हुन्छ नि, अब खेल्न पाइयो खेल्दैन त त्यही हो। हिजो अन्डर-19 मा हारेको के अरे, अब आज के हुन्छ, साबिकको के हुन्छ भन्ने कुरो। खेल्न पाइयो त खेलिदिने, भर्खर खेल्न लाग्नु के अरे। हिजोको भ्लग आउनु पाएन, त्यसको लागि चाहिँ सरी। हिजो बनाउनु त बनाएको थियो के अरे, फेरि हाल्न बल्ल 2 मिनटको भ्लग थियो, त्यही पनि हामी खेलेको भिडियो नै गरेर हिँड्छन्। झन् केटाहरूले गरा भन्छ नि, अरू खेलेको भिडियो चाहिँ भएन। हाम्रो लास्ट गेम भएकोखेरि त्यही हो। अब हुँ गरेर भेटौँला, खेल्न लाग्यो। खतरा खतरा भिडियो छ। Enjoy down. Right now. खेलाडी मान होइन सम्मान हो, खेलकुद सान होइन हाम्रो पहिचान हो भन्ने मूल नाराका साथ शक्तिवा क्लब बगरले आयोजना गरेको 30औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेला सफल रूपमा अगाडि बढाउनका लागि सहयोग गर्नुहुने सहयोगदाताहरूको नामावली यस प्रकार रहेको छ। खुल्ला साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको द्वितीय पुरस्कार रु 25,000 स्लेट स्टोन लोडिङ ग्रुपले प्रायोजन गर्नुभएको छ। त्यसैगरी अन्डर-19 खुल्ला साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार रु 10,000 राजीव थापा हाल जापान र रवि थापा हाल पोल्यान्ड। त्यसैगरी मनोज खत्री रु 10,000 हाल जापान। त्यसैगरी जीएम ढुङ्गा सप्लाइजबाट रु 10,000 प्रोभाइडर दिलबहादुर थापा, गणेश थापा र मनबहादुर थापा। त्यसैगरी खत्री ढुङ्गा सप्लाइजबाट हामीलाई जर्सी सम्झिने भएको छ, प्रोभाइडर नवराज खत्री एन्ड दीपक खत्री। त्यसैगरी अन्डर-19 खुल्ला साबिक वडा स्तरीय पुरुष भलिबलको द्वितीय पुरस्कार जियास ग्रुप एक्सप्रेसबाट प्रदान भएको छ। त्यसैगरी नृत्य प्रतियोगिताको प्रथम पुरस्कार रु 5,000 सूर्य थापा। त्यसैगरी नृत्य प्रतियोगिताको द्वितीय पुरस्कार रु 3,000 राजु थापा। त्यसैगरी नृत्य प्रतियोगिताको तृतीय पुरस्कार रु 2,000 रावणा केसी एन्ड रोशन गर्ती। त्यसैगरी यस क्लबका संस्थापक सदस्य तथा निरन्तर सहयोगी ऋषभ खत्री रु 5,000 हाल थाइल्यान्ड। त्यसैगरी हाम्रो यस खेल मैदानका जग्गादाताको नातिनीहरू रोशनी, रुबु, आरुषी र आरोही थापाबाट रु 5,000। त्यसैगरी पुरन पाण्डे रु 5,000 हाल जापान। त्यसैगरी रमेश गौतम रु 5,000 हाल जापान। त्यसैगरी ईश्वर शर्मा रु 5,000 हाल जापान। त्यसैगरी श्री मोहन खत्री रु 5,000 हाल इन्डियन आर्मीमा कार्यरत। त्यसैगरी रवि केसी हाल क्रोएसिया र मिलन केसी हाल युएईबाट रु 5,000। त्यसैगरी स्टारलाइट स्लेट स्टोन कम्पनीबाट रु 5,000। त्यसैगरी सुखबहादुर पाण्डे रु 5,000। त्यसैगरी हरिपुन रु 3,500। त्यसैगरी ओम प्रकाश अग्रेजा रु 4,000। फेरि पनि राम्रो सट प्रहार गर्दै मिरमिरेले आफ्नो अङ्कलाई जोड्दै एनवाइसीले आफ्नो अङ्कलाई जोड्दै 6 पुर्याउन सफल भएको छ भने मिरमिरेको पनि 6 नम्बरको स्थिति छ 6 बराबर।
राम्रो सर्ट प्रहार गर्दै एनवाइसीले आफ्नो अङ्कलाई जोड्दै मिरमिरेले आफ्नो अङ्कलाई जोड्दै 7 पुर्याउन सफल भएको छ भने एनवाइसीको 6 नम्बरको स्थिति छ 7-6। सर्भिस बल कन्ट्रोल हुन सकेन र फाइदा फेरि पनि एनवाइसीले आफ्नो अङ्कलाई जोड्दै 8 पुर्याउन सफल भएको छ भने मिरमिरेको 6 नम्बरको स्थिति छ 8-6। राम्रो सर्ट प्रहार थियो तर बल कन्ट्रोल हुन सकेन, कोर्टदेखि बाहिरिन पुग्यो र फेरि पनि फाइदा मिरमिरेले आफ्नो अङ्कलाई जोड्दै 9 पुर्याउन सफल भएको छ भने एनवाइसीको 6 नम्बरको स्थिति छ 9-6। राम्रो सर्ट प्रहार गर्दै मिरमिरेले आफ्नो अङ्कलाई जोड्दै 10 पुर्याउन सफल भएको छ भने एनवाइसी 8 नम्बरको स्थिति छ 11-8। बल कन्ट्रोल हुन सकेन र फाइदा फेरि पनि मिरमिरेलाई। बल कट्न सकेन र फाइदा फेरि पनि एनवाइसीले आफ्नो अङ्कलाई जोड्दै 14 पुर्याउन सफल भएको छ भने मिरमिरेको 15 नम्बरको स्थिति छ 14-15। बल कट्न सकेन र फाइदा फेरि पनि एनवाइसीले आफ्नो अङ्कलाई जोड्दै 15 पुर्याउन सफल भएको छ भने मिरमिरेको पनि 15 बराबर। राम्रो सर्ट प्रहार गर्दै एनवाइसीले आफ्नो अङ्कलाई जोड्दै 16 पुर्याउन सफल भएको छ भने मिरमिरेको पनि 15 नम्बरको स्थिति छ 16। राम्रो सर्ट प्रहार गर्दै मिरमिरेले आफ्नो अङ्कलाई जोड्दै 16 पुर्याउन सफल भएको छ भने एनवाइसी ताराखोलाको पनि 16 नम्बरको स्थिति छ 16 बराबर। एनवाइसीले आफ्नो अङ्कलाई जोड्दै 18 पुर्याउन सफल भएको छ भने मिरमिरेको 16 नम्बरको स्थिति छ 18-16। राम्रो सर्ट प्रहार गर्दै मिरमिरेले आफ्नो अङ्कलाई जोड्दै 17 पुर्याउन सफल भएको छ भने एनवाइसी ताराखोलाको 18 नम्बरको स्थिति छ 17-18।
राम्रो सट प्रहार गर्दै मिरमिरीले पनि आफ्नो अङ्कलाई जोड्दै 18 पुर्याउन सफल भएको छ भने एनवाइसी को 19 नम्बरको स्थिति छ। 18 पुग्यो फाइदा फेरि पनि एनवाइसी ले आफ्नो अङ्कलाई जोड्दै 20 पुर्याउन सफल भएको छ भने मिरमिरीको 18 नम्बरको स्थिति छ। 20-18 सर्भिस बल कट्न सकेन र फाइदा फेरि पनि एनवाइसी ले आफ्नो अङ्कलाई जोड्दै 21 पुर्याउन सफल भएको छ भने मिरमिरीको 19 नम्बरको स्थिति छ। 21-19 राम्रो प्लेसिङ गर्दै मिरमिरीले पनि आफ्नो अङ्कलाई जोड्दै 20 पुर्याउन सफल भएको छ भने एनवाइसी को 21 नम्बरको स्थिति छ। 20-21 फेरि पनि राम्रो ड्रपिङ गर्दै आफ्नो खातामा अङ्क जोड्न सफल भइसकेको छ मिरमिरी युवा क्लब। राम्रो प्लेसिङ थियो तर भली कट्न सकेन र फेरि पनि फाइदा मिरमिरीले आफ्नो अङ्कलाई जोड्दै 22 पुर्याउन सफल भएको छ भने एनवाइसी को 21 नम्बरको स्थिति छ। 22-21 राम्रो सट प्रहार गर्दै एनवाइसी ले पनि आफ्नो अङ्कलाई जोड्दै 22 पुर्याउन सफल भएको छ भने मिरमिरेको पनि 22 नम्बरको स्थिति छ। 22 बराबर भली कट्न सकेन र फाइदा फेरि पनि एनवाइसी ले आफ्नो अङ्कलाई जोड्दै 23 पुर्याउन सफल भएको छ भने मिरमिरेको 22 नम्बरको स्थिति छ। 23-22 राम्रो प्लेसिङ गर्दै एनवाइसी का खेलाडी मित्रले आफ्नो अङ्कलाई जोड्दै 24 यानी कि लास्ट पोइन्ट पुर्याउन सफल हुनुभएको छ भने मिरमिरेको 22 नम्बरको स्थिति छ। 24-22 भन्दै फेरि पनि मिरमिरीले आफ्नो अङ्कलाई जोड्दै भन्दै एनवाइसी ले पनि एक सेट हात पान यस क्लबको कहिले कतै नजिकै हुनुहुन्छ भने यस ग्राउन्डमा आएर रमाइलो गर्न चाहनुहुन्छ भने आउनको लागि हामी विनम्र अनुरोध गर्दछौँ। एउटै रहेछ मागेको वरदान सानो तिमी आएर घरधान माकुर माकुर यसपालि त मेरो It's my
आइली कराइले मलाई छास्छ छास्छ आइली कराइले मलाई